अहिले कस्तो लाग्दैछ तिमीलाई? अहिले त म त जिउँदै स्वर्गमा आएको जस्तै भइरहेको हो र जिउँदै स्वर्गमा गए जस्तो भएछ हो? सहयोग गरिदिरहनु भएको छ त्यसैमा खुसी छु म। दुखी त छैन नि? छैन, रमाइलो भएको छ तपाईँसँग भेटेपछि घुम्नु डुल्दा धेरै रमाइलो लागेछ। भोलिदेखि स्कुल जानुपर्छ अनि त्यसमा धेरै धेरै सहयोग शिक्षाको लागि दिनुभएको पैसामा पनि धेरै धेरै धन्यवाद छ उहाँहरू। के अरे मिना सक्दैन लुगा मिना सक्दैन सेवारो भाइ। तपाईको नाम के? मेरो अने सेम अनेचे एम्पोलो। अ मेरो डान्स पनि हेर्नुहुन्छ? मेरो भ्यागुते डान्स अने तपाईको कलर अरूले पनि निकालिहालेछ धन्नु पर्यो हाँसेर अघि मान्छे कफी कफी बनाएर नि कतिले कफी बनाएर आमामा हजुर $200 मागेर भए पनि गरेको। त्यति भए पनि नेपालमा आए कि एक बोरा चामल आए पनि एक कार्टुन तेल आए पनि हैन। चामल किन्नु आएको छु अनि सब्जीहरु सकेछ, सब्जीहरु किन्नु धेरै धेरै आएको छु। धन्यवाद ल तपाईहरु। दर्शकबिन अब हामी यहाँ इटरीमा मिना तामाङसँग मोमो खान जाँदैछौँ है त। माथि यता माथि ल जाउँ साथी हो। उकाली लागेको मिना हजुर उकाली चढौला ओराली झरौला मन मिले मायालु पहिला जाउँला। ल हामी हेर त यहाँ मोमोमा आएको छौँ। मोमोको नाम के हो? मेरो नाम के मुना राई। अब अनि त्यो त जडीबुटी त भोटिनी पो बेच्छ त। अब भोटे बुढो भएपछि अनि बेच्नु परेन। के बेच्छ जडीबुटीमा? जडीबुटीमा सबै छ नि, यार्स गुम्बा छ, सिलाजी छ। तपाईँलाई सिलाजी खानु भने यार्सँग भने तागत दिने 1100 दिन्छ। हो र भगरको तरुनी पनि पटिन्छ क्या त्यसको लागि? पत्तिन्छ। अब फेरि तरुनी पत्यो भने त फेरि ल